किन हात चिलाउँछ भनेको त यस्तो राम्रो राम्रो गिफ्ट थाप्नु रहेछ नि। ल है मित्रहरू, युकेको कसैले बोकेर आएँ म चाहिँ। ल अनि युकेको चक्लेट, युकेको ब्याग मेरो लागि यति क्युट छ। थ्याङ्क यू सो मच। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ फेरि आज अर्को नयाँ भिडियो लिएर आइसकेँ मित्रहरू। अनि मलाई यो भिडियो बनाउँछु भनेर चाहिँ थाहा नै थिएन क्या होइन। यो चाहिँ मैले उताबाट लिएको भिडियो हो, किनभने समय नै यस्तै पऱ्यो कि मित्रहरू, समय नै यस्तै पऱ्यो। च्वाचेको मासु भुट्दैछु यहाँ टक्कलाएर, बेसारै नहालिदिएको छु। यो भिडियो बनाउँछु भनेर त सोचेको थिइनँ। अनि म चाहिँ टक्क पसलमा आएको थिएँ। अनि युकेबाट आउँदै हुनुहुन्छ हाम्रो बिनाजु, आउनु न म त एक्लै छु भनेर आएछ छोरी चाहिँ, पवित्र चाहिँ। त्यही भएर एकछिन पवित्रकोमा आएको छु कि म चाहिँ, भेटिनँ। त्यही भएर अब भिडियो बनाऊँ कि नबनाऊँ, के बनाऊँ, कस्तो दाजुहरूको छेउमा अलिकति अप्ठ्यारो डर हुन्थ्यो कि। सम्झना हुन्छ नि त आइपुग्नु हो। कान्छी कति छिटो आइपुग्नु भयो सेवा दाजुहरू। म त भ्लग सुरु गरेँ क्या। साइला दाजु सेवा गर्छु। काठमाडौँवासी भएर टाढो टाढो के साह्रो ठडुवा भयो। ए माइला दाजु, ए हन एकै खालको देखिँदो रहेछ। अनि तैँलाई साइला आउने भनेको होइन? ए हन, म त तर माइला दाजु त पहिला त भेटेकै थिइनँ। अब जानु कि के गर्नु भइरहेको थियो नि, फेरि दाजुहरू ठिक आइपुग्नु भएछ नि त। अनि 2082 साल होइन अहिले, 82 सालमा दाजुहरू आउनु भएको थियो, भेटेको भन्ने एउटा सम्झना हुन्छ न। त्यही भएर ल मित्रहरू, म चाहिँ दाजुहरू पुग्नु भएपछि एक दुई बाटो गर्दै थियौँ। खान्थे पिन्थे त त्यस्तै हो। यहाँ नाना चाहिँ छोरा डुलाउनु गएको आमा छोरी यता आयो भन। अनि के अरे बाबुले त झगडा गर भनेर म चाहिँ हत्ता कुदिहालेको के उतै तलतिर त हो कोठा त। त्यही भएर प्याज लानुपर्ने छ, यहाँबाट अब होलसेल पसेर प्याज लानुपर्ने हुन्छ। आज आइसको बर्थडे हो, त्यही भएर मैले भ्लग बनाउँदैछु है। ल है मित्रहरू, भ्लग बनाउनु त सुरु गरेँ दिनमा, रात परेर पनि अब अन्तिम बुकिङ होला। यो चाहिँ अर्डर होला। यहाँ म चाहिँ अर्डर प्याक गर्दैछु, बुढालाई पठाउनु पऱ्यो। लसुन टाटको डाँडा सर र बुढा चाहिँ यहाँ फेरि सरसफाइ अभियान छ। अस्ति माथिबाट बन्दा ल्याएको, यत्रो बडेमानको बन्दा छ। दाजुको बारीमा भलेको बन्दा चाहिँ यो त के हो र, यसरी पो काइदाको देखिन्छ त। यो त 5 किलो होला हौ। फर्सीको मन्ट, बन्दा, फापरको साग लिएर आउनुभएछ। दाजु चाहिँ आज बारी जानुभएको। मैले अस्ति लिएको चाहिँ कुहिएर हन भुरकुटे। अनि दाजु एउटा भ्लगमा स्वागत छ है सबैजनालाई। धन्यवाद म बोलिरहेको छु सबैले। अनि के भन्नुलाई गरेको भने, बन्दा चाहिँ बर्खामा धेरै बिजो भने लास्टै नमिठो गनाउने रहेछ। न बन्दा गरायो न मुसा कुहेर गनायो। बुढा सरसर गरिदिनु, यो पुरा आइदिनु पहिला। अनि यहाँ पसलको कामहरू सकाएर चाहिँ म घरतिर जान्छु। आज छोरा स्कुल पनि जानु भएन, गएर आएर घर जाऊँ भनेर सुत्नु गएको छ। यता हेर्नु बुढा बिजी म्यान बिजी। लु किमानबाट लग्दिनै गयो। ल है मित्रहरू, पसल बन्द गरेर आइयो। मोमो बनाएछन् आमा र छोरीले आज, किनभने छोराको ह्याप्पी बर्थडे हो। तर हामी ह्याप्पी बर्थडे मनाउने चलन त छैन। मोमो बनाएर बजार छ किचनको उयोमा। अनि यता एउटा मोमो पाएको, यता अरू पाक्दैछ। यहाँ छोरीले काट्दैछ धनियाँ कडम लाएर। बिजोक छ पसल, घर सबै भात धुनु छ। अब मोमो पाकेर चाहिँ हामी खानेवाला छौँ। यहाँ चाहिँ बाबुको लागि निकालिदिँदा खोइ यहाँको दुधेक्सी मोमो लाउँला बोलेको त। ल मोमो चाहिँ यस्तो बन्यो मित्रहरू। रुँदैछ एउटा चाहिँ, फेरि के भन्दैछ, घमाउराएर कपाल चिन्ने बनाइदियो, कति नराम्रो देख्छ। ल मोमो यस्तो बन्यो।
आजको भिडियोको सुरुवात चाहिँ यस्तो राम्रो भात तिउनबाट मित्रहरू। यो चाहिँ हो अर्को दिनको बिहान। हेलो नमस्ते सेवा हो अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आशा छ मेरो युट्युब फ्यामिली इष्टमित्र सबैजना नरनाता दाजुभाइ आराम कुशल मङ्गलै हुनुहुन्छ होला अनि म पनि एकदम आराम कुशल मङ्गलै छु। हामी चाहिँ अहिले फाइनल्ली उठिसक्यौँ मित्रहरू। हाम्रो बालेले 4 बजे उठ भनिसक्यो। हाम्रो घडीमा चाहिँ 4 बज्यो। अब अरूको घडीमा कति बज्यो थाहा भएन होइन। अनि यता चाहिँ छ हाम्री छोरी, यता हेर हाँस्दै छ 4 बज्यो भनेकोले हाँसेकोला। यहाँ सोरसार गर्नु थाली छोरीले चाहिँ म चाहिँ अब लाग्नुपर्ने हुन्छ माथिल्लो डाँडातिर मित्रहरू। किनभने म जहीँ त्यही बस्ने मान्छे होइन कि म अलिक शिखर त्यसको बाजे थोत्रे कहिलेको जमानाको बाटो हो। अनि म चाहिँ शिखरतिर नि सिधै त्यो बाटो पड्केर तर्सी गएँ कि किन्नुपर्ने हुन्छ नयाँ बाटाहरू होइन। चाहिने सामान त किन्नु पऱ्यो नि त। ल उहाँ हाम्रो साथीहरूको लागि मैले चाहिँ केटाहरूलाई भात लिएर आइदिएको कि मित्रहरू। फेरि केटाहरूलाई है खै नाङ्लोमा भात दिनुपर्ने हुन्छ। तलतिर पनि साथीहरू रेडी गर्दैछ। खाना दिनु पर्यो। ल तिते करेला फल्नु थाल्यो है। यो चाहिँ लोकल तिते करेला हो, घरमै बिउ राख्नु भएको थियो ससुरा बाउले, त्यही हो। अनि आजको मौसम अपडेट चाहिँ यस्तो छ, ठिकै छ। गुम्म गोलबेडाहरू पाक्नु थालेछ, मर्नु पनि थालेछ। फर्सीहरू चाहिँ अब लास्टमा 1 बोट छ। चाइनिज सागहरू छ मित्रहरू। मेरो चाहिँ कौसी खेती यस्तो फेरि लटरम्मै राजमा फलेको छ। राजमाले तर नाकै लागिसक्यो। कति खानु हेत्तरिका। आज नि राजमा, भोलि नि राजमा। राजमाको साथी त आलु त हो नि। मासु खाम भने कसैलाई मनपर्छ कसैलाई मन पर्दैन होइन। अहिलेको ब्याटल चलेको यस्तो होइन। लटरम्मै फलिरहेछन् साथीहरू चाहिँ फेददेखि टुप्पासम्म। ओइ ल फेरि यो केटा त भेन्टा पनि फल्दा छ। भन्टा चाहिँ 1 बोट भयो कास्नु हुने रहेछ। त्यही भएर मैले पल्लाहरूको दिदीलाई दिएको बिउ धेर नरोप भन्यो नि त हाम्रो ठुली फुपूले पनि। त्यही भएर पल्लाहरूको दिदीलाई दिएको। पल्लाहरूमा राम्रै भइरहेछ। तिते करेला दिदीको नि यहाँ फल्दै रहेछ। ल आजको भिडियो चाहिँ अब हिजोको भिडियो चाहिँ आजकै भिडियोसँग जोड्नु पर्ने हुन्छ मित्रहरू। किनभने हिजो पसलबाट आइयो, नानाहरूले मोमो बनाएको छ, मैले झोल बनाएँ। तर बाबुलाई अलिक सन्चो नभएको कारण स्कुल पनि नपठाएको। अनि मजाले खाएको भिडियो चाहिँ बनाउनै पाइएन। तर त्यही हो, भिडियो बनाउँदै खाँदाखेरि अलिक मजा पनि आउँदैन आउनु त। त्यही भएर आनन्दले बच्चालाई फकाएर फुलाएर आफू आनन्दले बसेर बाहिर शीतलमा भुइँमा ड्याममा पलेटी कसेर खाना चाहिँ खायो। मजा आयो। तर छोरीलाई पनि बोलाएको थिएँ, छोरी चाहिँ आइन। त्यस्तै हुन्छ मित्रहरू। जिन्दगी भनेको यस्तै हो, के सोच्छ के भइदिन्छ होइन। मैले चाहिँ सोचेको थिएँ ड्याममा क्यामेरा फिट गरेर खान्छु भनेको थिएँ, तर भएन। तर मोमो चाहिँ दामी भात अर्ग्यानिक पाराको अनि तिल बदाम केही नहालेको होइन। सुपमा चाहिँ गोली भेडाको भेन्दा रानीको मात्रै। अनि कुखुरालाई चाहिँ यहीँ यसरी भात पकाउने। अलिअलि डढी पनि गएछ। अनि यहाँ दाना मलेर दिनुपर्ने हुन्छ। च्याख्ला दाना मलेर दिन्छु म। अनि फेरि भेट्छु ल। हेर हतार परेको छ के गरौँ। म कसरी निस्किम, कुन्दुलोबाट फुत्किनु पाएन हुन त भइरहेको छ। यता घर फेरि छक्क परिरहेको छ। यी भाउजूले यी दिदीले के गर्दैछन् त। यो क्यामेरा हो, मोबाइल तेर्साएर पतर भन्दैछ यिनीहरूले होइन। यिनीहरूले चाहिँ फेरि के भन्दै होला त, त्यो तातो भात चाहिँ दिएन मलाई, तातो भात कति बोलेर बसेँ कि भनिरहेको होला। यिनीहरूले चाहिँ भन्दैछ अब दिन चाहिँ उठ्दैछ भन्दैछ मित्रहरू। यस्तो होइन। अब दिन्छ म भात। ल मित्रहरू, हाम्रो बाजे चाहिँ मर्निङ वाक जाँदाखेरि गोकर्णबाट माथिल्लो डाँडाबाट अर्को बाजे हुनुहुन्छ नि त, चौधरी बाजे, उहाँकोबाट खोर्सानीको बिरुवा लिएर आउनुभएछ। अनि हामी चाहिँ रोप्ने कार्यक्रम गर्दैछौँ। अब काकी पनि स्कुल जानुहुन्छ। अनि स्कुलबाट आउँदा पनि बेलुका भइजान्छ। अनि बाजेले रोप्नु भयो होला भनेको त 3 दिन भइसक्यो बिरुवा लिएको। अनि फेरि लु यहाँ मैले छर्नु चाहिँ सागहरू छरेको थिएँ। अनि राजमा रोपेको थिएँ, त्यसलाई माया मारेर यसमै रोपिदिएको। अब हेरौँ कतिको फल्छ। यो साग चाहिँ अस्ति झाडु खाल्दा लिएको बिरुवा हेर न कति राम्रो भएको।
अगाडि लटको पछिल्लो लटको चाहिँ तिमीले रोपेको तर अब बर्खा लाग्यो सबै छित्रा छित्रा पर्ने कि यो फर्सी फल्छ कि फल्दैन भनेर हेर्नुलाई राखेको फलेन भने यसको म चिन्ता गरेर छोड्छु यसलाई खसी नपरेर खसी पारिदिउँ हो हुन्छ ल अब तल चाहिँ अदुवा हेर न अदुवा सम्धिला पनि रोपेको यहाँको त मर ए यहाँ चाहिँ अस्ति चाइनिज सागले डिस्टर्ब गरेको छ अहिले बल्ल बाँध्दैछ खसी पारेपछि चाहिँ के अरे मजाले हाँगा मरेछ यहाँको चाहिँ गोलभेडा त दामी फलेको छ यो बोटको चाहिँ ल पलहरमा चाहिँ ड्राइगन फ्रुट पनि फल्नु आएको छ अब तल चाहिँ नानीले खाना बसाउँदैछ आज बुढाको चोइसको खाना खानुपर्ने हिजो अर्डर दिनुभएको छ अब यहाँ सोचाइ गर्छ नानाले चाहिँ म चाहिँ पसलतिर जानुपर्ने हुन्छ तरकारी सरकारी खोज्नुलाई छोरीले तल दालमा पनि त बसायो होला यो चाहिँ गमला अनि बारी सबैलाई हुने गरेर माटो मिसाएको आज यसलाई खुल्ला छोड्ने दिन कति कडा गनाइरहेको छ यहाँ चाहिँ बेसार पनि छ फेरि मैले बेसार पनि रोपेको छु बेसार अदुवा सबै कतिको हुँदो रहेछ भनेर भेन्टामा खाने बेला भइहालेछ एक साग भइहालेछ दाना दिएको भए खाऊँ किन खाऊँ भन्दै आउँछ भात मलेर दिएपछि त च्याख्लाले नाक लागेको छ कि यिनीहरूलाई नि नानाले चाहिँ भात र दाना मलेर दिएको राम्रो रुचि हातै नङ्ग्राएर खुट्टाएर अब म त पसलतिर जान्छु बिहान उठ यता ढल्की उता ढल्की पसल जा दिनचर्या यसरी बित्दैछ हाम्रो खै दाल कति छ यो चाहिँ गाउँबाट ल्याएको दाल सकाइहाल्नु पर्ने रे बुढाले किरा लाग्छ सकाइहाल भनेर भन्नुहुन्छ नि त्यही भएर अनि यता मोमोको भाँडा हिजोकै मोमोको भाँडा आज तताएर खानुपर्ने मोमो पनि छ उब्रेको ल है मित्रहरू म त पसल पनि आइपुगेँ आफ्नै पसल आएको हो कि अरूको पसल होइन किनभने मैले यहाँ तरकारी अस्ति बनाएको थिएँ राँगाको भुटन भुइँसीको भुटन आन्द्रा भुडी चिस्किल भन्छौँ हामी चाहिँ अनि घरमा फ्रिज छैन नि त भएको फ्रिज चाहिँ आमा बाबुले लानुभयो धरानतिर अनि हामी चाहिँ फ्रिज किन्नु भ्याएकै छैन पैसा पनि छ फ्रिज पनि छ पसलमा पैसा पनि छ गोजीमा तर भ्याएकै छैन कि त्यस्तै हो जेठा छोरा परियो मित्रहरू त्यस्तो हुन्छ त्यही भएर मैले चाहिँ धुपसुप पनि बालेको छु राम्रो कलरको मिठो मग बास्ना आउने धुप बालिदिएको छु हाम्रो पसल चाहिँ ढिलो खुल्छ क्या त्यही भएर अनि अब चाहिँ तरकारीलाई लगेर छोरीले चाहिँ दाल भात पकायो तरकारीलाई लगेर तताएर खानुपर्ने हुन्छ सोर्लाम बुढाको चोइस हुन्छ तर मलाई चाहिँ यहाँ फोन आयो कसको भन्दाखेरि छोरीको फोन आयो हिजो ठ्याक्क यहाँबाट गयौँ अनि यसो तरकारी भुटभाट गऱ्यौँ एउटा तरकारी अनि दाजेहरू पनि आइपुग्नु भयो मेरो दाजे छोरीको भिनाजु सोल्टी आइपुग्नु भयो अनि मेरो पनि ठ्याक्क बाबु घुम्नु गएको नानाले घुम्नु लगेको थियो बाबु नि आयो झगडा गरौँ जाऊँ भनेर भन्थाले घरको चाहिँ मसँग त्यही भएर म चाहिँ हतार पसल आएँ छोरी र साली बहिनीहरू चाहिँ उहाँहरू चाहिँ किनमेलको लागि न्यु रोड जानुभयो अनि चक्लेटै खान पाएको थिएन कि चक्लेट अब हामी बच्चा त होइन चक्लेट मन पनि पर्दैन तर पनि चक्लेट खानु आउनु भनेर बोलाएको छ अनि त्यही भएर जानु पर्यो चक्लेट भन्दा नि मिठो बात पनि हुन्छ क्या हाम्रो भनेको अब बच्चादेखिको साथीहरू त थुप्रो जोडिन्छन् तर हामी चाहिँ दुईजना चाहिँ सँगै छौँ के धेरै वर्ष भइसक्यो त्यही भएर म चाहिँ त्यहाँ जान्छु चाबी लगाइराखेर कति राम्रो फुल फुलेछ यहाँ चाहिँ काटेको गरेर पनि फुल त फुल्दो रहेछ अनि यो चाहिँ अस्ट्रेलियन प्लान्ट भ्लग बनाउनु भयो भन्दैछ फेरि यहाँ एउटा चाहिँ फोनमा बोली पनि भ्याइसक्नु छैन ल यस्तै छ हाम्रो चाहिँ गाउँठाउँहरू मित्रहरू अब हाम्रो लागि गाउँ हो हाम्रो नखत्या फेरि यो चाहिँ कस्तो राम्रो स्पेस छ ल म चाहिँ जान्छु होइन जाँदा यहाँ अर्डर पनि गरिराख्नु बाङ्ला छ कि भनेर बाटो बिग्रेर यस्तो हरिबिजोक
पाङ्रा छ भाइ राम खसी पो हाँसिरहन्छ त यहाँ त पाङ्रा छैन है बेलुका आउँछ आउँदैन बेलुका अलिकति राखिदिनु भएको थियो फिक्स नै भएन अनि फेरि म त राखेको भए त आउनु पर्ने भनेर तरकारी सरकारी फ्रेस असली भलाई चाहिँ रह्यो भने म आइन भने एउटा बहिनीलाई दुःख दिनु ल सुइँ कुखुरा त बेच्नु भनेको खोइ लोकल भाले के अब यस्तो हुनुपर्ने शिर हाम्रो त शिरै बिग्रो के तर किन हात चिलाउँछ भनेको त यस्तो राम्रो गिफ्ट थाप्नु रहेछ नि ल मित्रहरू युकेको कसैले बोकेर आएँ म चाहिँ ल अनि युकेको चक्लेट युकेको ब्याग मेरो लागि यति क्युट छ थ्याङ्क यू सो मच नानीमा घाममा हिँडेर गएको आजै फेरि आज चाहिँ उता छोरीगाउँ पुग्नु पर्ने हो क्या त्यही भएर ल यति क्युट ब्याग पाइयो अब यो चाहिँ म जिन्दगीभर सँगालेर राख्छु मेरो लकी कलर ब्याग पनि अनि मैले चाहिँ खासमा जुत्ता भनेको थिएँ जुत्ता चाहिँ साह्रो राम्रो हुँदो रहेछ क्या बाहिरको त्यही माथि अब युकेको भनेपछि त युके भइहाल्यो अनि टक्कसँगले एउटा के ल्याइदिउँ भन्दा नि एउटा जुत्ता चाहिँ लियो न त भनेको थिएँ तर नानी चाहिँ आउनु नपाए पनि दाजुले सामान पठाइदियो धेरै धेरै धन्यवाद धेरै भयो भेट भएको अब समय सालमा भेट्नु पर्छ अहिले चाहिँ ठ्याक्क अब उसको बिजनेस सुरु भयो नि त अब ठ्याक्कै अब अहिले चाहिँ पसल किनेको अनि सबै कुरा म्यानेज गर्नु गाह्रो भएर ऊ चाहिँ आउनु नपाएको गिफ्ट चाहिँ होइन फोपो उठिसक्नु भएछ त आज त थ्याङ्क यू सो मच सुरु गर्दै ल हामी त खाना पनि खाइसक्यौँ यहाँ कोहीलाई चाहिँ चिसो चाहियो अरे चिसो खोज्नु लाउँदैछ दिदीलाई भात खानु नदी रहेन रहेछ आफैले हेर्दा पनि विश्वास लाग्यो ल्या निराश भइहाल्यो नि म त खानासाना खाएर अब चाहिँ हामी निस्क्यौँ बाहिरतिर यहाँ पुग्यौँ चाबेलको स्तुपा अनि अब तर बिचमा भुलिदिनु पाइन अनि जडीबुटीबाट काम सकाएर आयौँ हामी न्यु रोडको तन्ना पसलतिर यति राम्रा राम्रा तन्ना थानका बाबै ऊ हेर ऊ नै राम्रो अर्को हेर अर्कै राम्रो घन्टी सन्टी बजारै हुनिहाल्छ कालो लाग्छ ल भयो भयो जाम बाबु बजाऊ न बजाऊ बजाइसकेपछि चाहिँ भिडियो निकाल्दो रहेछ जाम आउनु जाम काल महालक्ष्मी रे आमै हौवा गर्नु हौवा जाम आउनु जाम ल है मित्रहरू साउजी चाहिँ आइपुग्नु भयो अहिले साउजीको पसलमा मन्दिर पसेर घन्टी बजाएर पिर्को लागेन बाउजर यहाँ कुकर मिलाउँदै हुन्छ हामी चाहिँ किनमेल गरेर पनि एक खण्डको घुमेर पनि देश विदेश सारेर पसल आइपुग्यौँ यहाँ पसल अनि ल्याएको बोतल फुटिगयो अनि नयाँ बोतल किनिदिएको मैले मिल्छ नयाँमा त्यस्तै हो फेरि के माग्नु पर्छ नि नयाँ कुकर न्यू पिन्स झन्डै चिमर छैन होइन ल अब लु पेगु देब्रे पापालाई पनि दिनु टाउको सन्न दुखेर एक दाना स्याउ किनेर उसले ल्याएको छ स्याउ मागेर त्यो त्यही खाँदा नि हुन्छ ल कोटेश्वर जडीबुटी पेप्सी कोला न्यु रोड हुँदै गयौँ अनि खाजा खाने पैसै पुगेन र यहाँ घरमा आएर खाजा बनाएर खाँदैछौँ पोप्पा के गर्नु गरिब गुरुबा हुनु पनि गाह्रै रहेछ नि पैसा कमी बोक्नु भयो कमी बोक्यौँ ब्याङ्क अलिक खाली भएर चटपट्टि लिनुहुन्छ यो चाहिँ देऊ यी फिर के पो लगाएको छु त म त फेरि ए
कहिले पनि म खान्न त लुना तिमी आउनु भएको भने अघि पो नानीलाई सोध्छु दिदीको छोरी भन्नुभयो घुम्नु जानु भएको छ अघि हेर्नेमा माथि साह्रो आमै भाग खोजेर शेरबिन्द राई रे आमै आउनु है वासिङटनमा चाहिँ त्यति जानेहरूले वासिङटनमा वासिङटनमा चाहिँ ल ल बनाएर ल तर मलाई चाहिँ आउनु न म खाइहाल्ने है खानु न पप्पा हिँड्नु भएको बर्खामा जानु यस्तै गर्मी महिनामै हो कि बाहिर नि पूजा गर्ने घरमा आएर पनि पूजा गर्ने भएर आयो भएर बाहिर खाजा खाने पैसा नभएर हामी त घरमै आएर खाजा खान्छौँ मित्रहरू के गर्नु पानी गनाएर बाहिर खाएको अलिक यसलाई के चित्त बुझ्दैन खान त अलिअलि काचा कुचुक त खाइहिँडेको झरी पर्दा चित्तै नबुझेर कति क्युटी मान्छे हो यो चाहिँ लुगा त्यस्तै मान्छे चाहिँ चिटिक चिटिकको यो नयाँ हो त्यही भएर होला हिँड्नेलाई चाहिँ ठिक हुन्थेछ आमाले किन्नु हाई भने मान्छे अघि भनेको कस्तो राम्रो है छानको देखा छैन नि यो त देख्दैन अनुहारको बुझ्दा बसेन अनि लाइक कसरी छ भयो सुना कसरी हैन
छैन र ल हाम्रो चाहिँ बेलुकाको बिसाउने यस्तै भयो मित्रहरू हजुरहरूको कस्तो भयो खोटाङ्गे चेलीहरूले यसरी पनि गाउँछ है सेवा हो आउँदैन होला त जान्छु म गएँ म लु आजको भिडियो हाम्रो यस्तै भयो मित्रहरू बेलुका थाका नि मेटेको के कस्तो रमाइलो लाग्यो है अब यो खरी भन्नुपर्ने हुन्छ संसारको जुनसुकै कुना पुगेर भयो नि यो छोरीले फेरि यो खरी चाहिँ भनेरै छोड्नुपर्ने हो नि हामी यस्तै रहन्छन् हुर्केको मान्छे यस्तै गर्दाखेरि मन रमाउँछ हामीलाई त्यस्तो धेरै सुख सहोल महल होइन त्यस्तो नै चाहिँदैन हामी भनेको अर्ग्यानिक मान्छे गाउँमा जन्मेको पहाड पर्वतसँग उनीहरूको के हाले जस्तो त्यसरी ल आजको भिडियो त्यो भनेको ल बाई बाई